कक्षा 12 को एक्जाम दिएर बस्नु भएको छ, मनमा यी कुराहरू खेलेको छ, अब के गर्ने, कहाँ पढ्ने, एब्रोड जाउँ कि नेपालमै बसेर पढौँ, नेपालमै बसेर पढ्दाखेरि कुन चाहिँ युनिभर्सिटी एफिलिएसनमा पढौँ, कुन चाहिँ कलेजमा एडमिसन लिउँ, यो मनमा तिम्रो डाउट आएको छ भने यो भिडियो तिम्रो लागि हो। यी कन्फ्युजनहरू हरेक म्यानेजमेन्ट स्ट्रिमबाट कक्षा 12 दिएका भाइ बहिनीहरूको मनमा हुन्छ। बाहिर जाउँ, नेपालमा बसेर रोक्सिया तयारी गरौँ या ब्याङ्किङको तयारी गरौँ या ब्याचलर्स प्रोग्राम्सहरूको लागि तयारी गरौँ। नेपालमा ब्याचलर्स प्रोग्रामहरू मेजरली 4वटा कलेजहरूले दिने गर्छ। सबैभन्दा पुरानो त्रिभुवन युनिभर्सिटी, पोखरा युनिभर्सिटी, पूर्वाञ्चल युनिभर्सिटी, काठमाडौँ युनिभर्सिटी। यी विभिन्न युनिभर्सिटीहरूले विभिन्न टेस्टहरू लिने गर्छ, एडमिसन टेस्टहरू लिने गर्छ, जसमा सिमाट ट्युले लिने टेस्ट हो, पुम्याट पोखरा युनिभर्सिटीले लिने टेस्ट हो, पुफोम पूर्वाञ्चल युनिभर्सिटीले लिने टेस्ट हो भने कुम्याट काठमाडौँ युनिभर्सिटीले लिने टेस्ट हो। सिम्याटको बारेमा अझ हल्का बुझौँ। सिम्याट यो भनेको त्रिभुवन युनिभर्सिटी फ्याकल्टी अफ म्यानेजमेन्टले देशभरिको लागि नेसन वाइड रूपमा एडमिसनको लागि लिने टेस्ट हो। त्रिभुवन युनिभर्सिटीले प्रोभाइड गर्ने जति पनि ब्याचलर्स प्रोग्राम्सहरू छ, जुन चाहिँ सेमेस्टर वाइज प्रोग्राम्सहरू छ, जस्तै बीबीए, बीबीए फाइनान्स, बीबीएम, बीएचएम, बीपीए, बीसीए, बीटीटीएम, यी विभिन्न सेमेस्टर वाइज प्रोग्राम्सहरू छ। यसमा इनरोल हुनको लागि तिमीले सिम्याट एक्जाम दिनुपर्छ, त्यसमा पास हुनुपर्छ। केही कलेजहरू छ, यहाँ देख्न सक्छौ, शङ्करदेव क्याम्पस, एनसीसी क्याम्पस, न्याथम क्याम्पस, जनप्रशासन क्याम्पस, विभिन्न नेपालभरिका कलेजहरू छ, अन्य पनि कलेजहरू छ, यी केही प्रख्यात कलेजहरू। यसमा एडमिसनको लागि तिमीले सिम्याट एक्जाम दिनै पर्छ, सेमेस्टर वाइज ब्याचलर्स प्रोग्राम्सको लागि। यदि मैले सिम्याट दिन भने के हुन्छ सर? तपाईलाई ब्याचलर्स प्रोग्राममा जति पनि तपाईको चाहिँ मैले भनेका प्रोग्राम्सहरू छ, त्यसमा तपाईलाई एडमिसन पाउनुहुन्न, चाहे तपाई सरकारीमा जानुस् चाहे प्राइभेटमा जानुस्। म तपाईलाई चाहिँ डबल फी दिन्छु भनेर पनि तपाईले एडमिसन पाउनुहुन्न टियु एफिलिएटेड कलेजहरुमा। त्यही भएर सिम्याट दिनु जरुरी छ। यो सिम्याटको एक्जाम कहिले हुन्छ? लास्ट इयर भाद्रको 22 गते भएको थियो। भाद्रको 20 देखि भाद्रको अन्तिमसम्म तपाईको यो एक्जाम हुने गर्छ। यसको रिजल्ट कहिले हुन्छ? यसको रिजल्ट एक हप्ता भित्र तपाईको रिजल्ट आइसक्छ। रिजल्ट आएपछि के गर्ने? त्यसपछि तपाईसँग सिम्याटको स्कोर कार्ड हुन्छ, त्यसपछि 12th को जीपी हुन्छ। यो दुईटाको आधारमा तपाईलाई एडमिसन लिन्छ। यदि तपाईको सिम्याटको स्कोर थोरै छ भने राम्रो कलेजहरुमा तपाईको एडमिसन नहुन सक्छ ब्याचलर्स प्रोग्राममा। यो कुरा ख्याल गर्नु होला। सो मोर यु गेट द मार्क्स, इट विल बी बेनिफिशियल फर यु। त्यसरी नै पोखरा युनिभर्सिटीले विभिन्न संकायमा स्कलरशिप दिने गर्छ, जस्तै बीबीए, बीबीए फाइनान्स, बीसीएसआईटी, बीएचसीएम, बीएचएम, बीटीटीएम, यी विभिन्न प्रोग्राम्सहरुमा तपाईलाई स्कलरशिप दिन्छ। लास्ट इयरको कुरा हेर्ने भने 788 सिट्समा तपाईलाई स्कलरशिप लास्ट इयर मात्र पोखरा युनिभर्सिटीले नेपाल भरिका कलेजहरुमा दिएको थियो। अब यो स्कलरशिप पाउनको लागि तपाईले के दिनुपर्छ भन्दाखेरि पुम्याट एक्जाम दिनुपर्छ। यदि तपाईले पुम्याट एक्जाम दिनुभयो, तपाईको मार्क्स राम्रो आयो भने तपाईले यी प्रोग्राम्सहरु जुन चाहिँ पोखरा युनिभर्सिटीका कलेजहरुमा फ्री अफ कस्ट पढ्न पाउनुहुन्छ। मतलब तपाईको 100% स्कलरशिप। तपाईले केही पनि दिनु पर्दैन 4 वर्ष। 4 वर्ष यो सोच्नुस् तपाई फ्रीमा पढ्ने हो। नेपालकै रेपुटेड युनिभर्सिटी पोखरा युनिभर्सिटी र रेपुटेड कलेजहरुमा। यी कलेजहरु नेपालका सबै प्रदेशहरुमा अवेलेबल छन्। त्यसरी नै पुफोम पूर्वाञ्चल युनिभर्सिटी फ्याकल्टी अफ म्यानेजमेन्ट ले लिने नेसन वाइड स्कलरशिप टेस्ट हो। मतलब यदि तपाईले पुफोम एक्जाम दिनुभयो, त्यसमा राम्रो मार्क्स अटेन गर्नुभयो भने तपाईले पूर्वाञ्चल युनिभर्सिटी एफिलिएटेड कलेजहरुमा बीबीए तथा बीएचएम कोर्सेसहरु 4 वर्षको लागि स्कलरशिपमा पढ्न पाउनुहुन्छ। यो एक्जाम पनि तपाईको करिब असोजको पहिलो हप्ता भएको हामी देख्न सक्छौं। यदि तपाईको वरिपरि पूर्वाञ्चल युनिभर्सिटीका राम्रा कलेजहरु छ भने त्यसमा तपाईले पुफोमको एक्जाम दिनु होला र 4 वर्ष स्कलरशिपमा पढ्नु होला। त्यसरी नै काठमाडौँ युनिभर्सिटीले लिने कुम्याट टेस्ट, यदि काठमाडौँ युनिभर्सिटी एफिलिएटेड कलेजहरुमा बीबीए र बीबीआईएस पढ्न चाहनुहुन्छ भने तपाईले कुम्याट एक्जाम दिनै पर्छ। यदि तपाईको कुम्याट एक्जाम दिनु भएको छैन अथवा तपाईसँग कुम्याट स्कोर कार्ड छैन भने तपाईले काठमाडौँ युनिभर्सिटीका कुनै पनि कलेजहरुमा एफिलिएटेड कलेजहरुमा तपाईले बीबीए तथा बीबीआईएस पढ्न पाउनुहुँदैन। सो यो रह्यो तपाईको 4 वटा युनिभर्सिटीले लिने टेस्टहरु। आशा छ भाइ बहिनीहरुले यी 4 वटा युनिभर्सिटीले लिने टेस्टहरुको बारेमा जानकारी पाउनुभयो। सिम्याट र कुम्याट जुन चाहिँ त्रिभुवन युनिभर्सिटी एफिलिएटेड कलेज र काठमाडौँ युनिभर्सिटी एफिलिएटेड कलेजहरुमा
पढ्नको लागि अत्यन्तै जरुरी छ भने पूर्वाञ्चल युनिभर्सिटीले लिने पुफो र पोखरा युनिभर्सिटीले लिने पुम्याट भने स्कलरसिप अवार्डिङ टेस्ट हुन्। मतलब यदि तपाईले पुफोम र पुम्याटमा राम्रो स्कोर ल्याउनु भएको छ भने तपाईले पोखरा युनिभर्सिटी एफिलिएटेड कलेज त्यसरी नै पूर्वाञ्चल एफिलिएटेड कलेजहरुमा फ्री अफ कस्ट ब्याचलर प्रोग्राम्सहरु पढ्न पाउनुहुन्छ। तपाईलाई अझै यसको बारेमा जानकारी लिनको लागि त्यसरी नै क्लासेसको बारेमा बुझ्नको लागि नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। एडुसफ एकाडेमीमा क्लासेसहरु सञ्चालन भइसकेका छन्। छिटो भन्दा छिटो सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।